असारमा आँखा फुटेको गोरुको जहिले पनि हरियो देख्छ भन्थ्यो। मैले सुनेको थिएँ विपक्षहरूले विभिन्न चाहिने नचाहिने कुरा फैलाएर हामीलाई गिराउन खोज्दैछ अरे। मलाई आशा छ, मैले आशा गरेको छु योभन्दा विगतको अरूले कार्यकारीहरूले राम्रो काम गर्नुभएको थियो र हामीभन्दा विपक्षले पनि राम्रो काम गर्नुभएको छ। त्योभन्दा पनि राम्रो काम गर्नेछु भनेर मेरो उम्मेदवारी हो। म सुवर्ण लामा रस ओभरसिज प्रालीको सञ्चालक सुवर्ण लामा र उपस्थित सम्पूर्ण भुवन सिंह प्यानलको टिमलाई जिताउन उपस्थित हुनुभएका सम्पूर्ण तमाम मेरा व्यवसायी दाजुभाइ तथा दिदीबहिनीहरू र कार्यक्रमलाई शोभा बढाइदिएर आउनुभएका सम्पूर्ण र देशमा आसीन सम्पूर्ण गेस्टहरूलाई हार्दिक धन्यवाद दिँदै म बिदा हुन्छु। धन्यवाद।